यो भिडियोमा चाहिँ मैले मेटाको बिजनेस सुइट कसरी एक्सेस गर्ने त्यो देखाउन गइरहेको छु। मेटाको बिजनेस सुइट एक्सेस गर्दाखेरि हामीले एउटै पोर्टलमा बसेर चाहिँ पेजहरू म्यानेज गर्न सक्छौँ, एड्सहरू रन गर्न सक्छौँ र विभिन्न मेटा बिजनेस सुइटले चाहिँ बिजनेसलाई हेल्प गर्न दिएको फिचर्सहरू हामी चलाउन सक्छौँ। सो पहिला सुरु चाहिँ business.facebook.com मा जानुपर्ने हुन्छ र कन्टिन्यू विथ फेसबुक गरेर चाहिँ हामीले लगइन गर्न सक्छौँ। अहिले मैले एउटा टेस्ट अकाउन्ट युज गरिरहेको छु। सो मैले यो टेस्ट अकाउन्ट युज गरेर चाहिँ लगइन गरेँ मेटाको बिजनेस सुइटमा। सो business.facebook.com लगइन भइसकेपछि चाहिँ यो अकाउन्टमा जति पनि पेजहरू छ यहाँनिर ड्रप डाउनमा थिच्दाखेरि चाहिँ मेरो अकाउन्टभित्र चाहिँ यहाँ एउटा पेज रहेछ। सो यो पेज देखाएको छ तर बिजनेस पोर्टफोलियो चाहिँ छैन। यदि बिजनेस पोर्टफोलियो रहेछ भने चाहिँ अलरेडी यहाँनिर चाहिँ योर बिजनेस पोर्टफोलियो भन्छ इन्स्टेड अफ योर अकाउन्ट। सो अहिले चाहिँ मेरो पर्सनल अकाउन्टभित्र एउटा पेज रहेछ। अब बिजनेस पोर्टफोलियो किन बनाउने? बिजनेस पोर्टफोलियो बनाउँदाखेरि चाहिँ कोलाबोरेसन गर्न सकिन्छ। सो बिजनेस पोर्टफोलियो भनेको चाहिँ हामीले इन्स्टाग्राम, फेसबुक, वाट्सएप सबै कुराहरूलाई चाहिँ एउटै पोर्टफोलियोमा कनेक्ट गरेर डिफ्रेन्ट मान्छेहरूलाई जस्तो एजेन्सीहरूलाई र अरू कोलाबोरेसन गर्न बिजनेसको कोलाबोरेटर, मोडरेटरहरूलाई चाहिँ हामीले इन्भाइट गर्न मिल्छ एउटै पोर्टफोलियो अन्डरमा। र यसले गर्दाखेरि चाहिँ बिजनेस म्यानेजमेन्ट मेटा यो स्पेसली डिजिटल मार्केटिङ एकदमै सजिलो हुन्छ। हजुरहरूको अलरेडी यहाँनिर चाहिँ योर बिजनेस पोर्टफोलियो भनेर देखाएको छ भने बिजनेस पोर्टफोलियो बनिसकेको छ। यो नेक्स्ट स्टेपलाई फलो नगर्दा पनि हुन्छ। यदि योर अकाउन्ट मात्रै देखाएको छ भने हजुरको बिजनेस पोर्टफोलियो छैन। त्यो कन्डिसनमा चाहिँ बिजनेस पोर्टफोलियो बनाउनको लागि क्रिएट अ बिजनेस पोर्टफोलियोमा हामीले क्लिक गर्नुपर्ने हुन्छ। र अहिलेको लागि मैले नाम चाहिँ मार्केटिङ एजेन्सी भनेर दिएँ र मैले यहाँ मेरो नाम दिएँ र मैले बनाएको यो टेस्ट बिजनेस इमेल एड्रेस मैले दिएँ। ल अब बनिसकेपछि चाहिँ यहाँनिर पेजहरू इन्स्टाग्रामहरू एड गर भन्छ। अहिले मैले केही पनि एड गर्दिनँ। अहिले म स्किप गरिदिन्छु। सबै स्किप गरिदिन्छु किनभने म पोर्टलबाटै कसरी गर्ने त्यो देखाउँछु। सो अब हाम्रो बिजनेस पोर्टफोलियो भएपछि चाहिँ यसरी बिजनेस पोर्टफोलियो भनेर देखाउँछ। यदि हजुरहरूले कुनै टाइममा चाहिँ अलरेडी बिजनेस पोर्टफोलियो बनाएर चाहिँ यहाँ एसेटहरू एड गरिसक्नु भएको थियो भने त्यो छुट्टै कुरा भयो। तर युजली बिजनेस पोर्टफोलियो बनाउँदाखेरि चाहिँ एउटा कन्टेनर जस्तो मात्रै बन्छ, यहाँ कुनै पनि एसेट छैन। अब हामी बिजनेस पोर्टफोलियोको यो सेटिङ्स अथवा भिजिट सेटिङ यो माथिको सेटिङलाई थिचेर चाहिँ हामी यो पोर्टफोलियोभित्र जान सक्छौँ। अब पोर्टफोलियोमा हामीले पिपललाई एड गर्न सक्छौँ, पार्टनरलाई एड गर्न सक्छौँ, पेज, एड अकाउन्ट धेरै कुराहरू एड गर्न सक्छौँ। अब कुनै पनि एजेन्सीसँग काम गर्दै हुनुहुन्छ भने एजेन्सीहरूलाई पेज, एड अकाउन्ट, इन्स्टाग्राम अकाउन्ट, वाट्सएप अकाउन्ट एक्सेस चाहिन्छ। त्यही भएर हामी एक गरेर चाहिँ एड गर्छौँ। अब यो मैले आफ्नो पर्सनल अकाउन्टबाट लगइन गरेको पोर्टफोलियो भएको हुनाले मैले पर्सनल अकाउन्टको पेजहरू सबै यहाँनिर लिएर आउन सक्छु। एड गर्छु अनि एड एन्ड एक्जिस्टिङ फेसबुक पेज गर्छु। यदि त्यो पेज चाहिँ अरू कसैसँग थियो भने चाहिँ हामीले रिक्वेस्ट सेयर्ड एक्सेस पनि गर्न सक्छौँ। जस्तो मैले आफ्नो पोर्टफोलियो बनाएँ तर पेज चाहिँ अर्कै मान्छेसँग छ भने चाहिँ रिक्वेस्ट सेयर्ड एक्सेस गरेर त्यो पेजलाई सेलेक्ट गर्यो भने त्यो मान्छेलाई रिक्वेस्ट जान्छ। अहिले चाहिँ म एड एक्जिस्टिङ फेसबुक पेज गर्छु। यसले गर्दाखेरि चाहिँ मसँगै भएको पेज चाहिँ यहाँ आउँछ। सो यो टेस्ट भन्ने पेज छ। मैले यो टेस्ट पेजलाई लिएर आएँ, नेक्स्ट गरेँ अनि आई कन्फर्म गरेँ अनि एड पेज गरेँ। र मेरो कोड गएको छ। म यो कोड क्विकली भेरिफाई गरिहालेँ। ओके र कोड हालेर मैले भेरिफाई गरिसकेको छु मेरो अकाउन्ट। र यसै गरी चाहिँ हामीले पेज चाहिँ सक्सेसफुली एड गर्न सक्यौँ। अब हामीले इन्स्टाग्राम अकाउन्ट पनि यसरी यहाँ एड गर्न सक्छौँ। तर अर्को वे भनेको चाहिँ कनेक्टेड एक्सपिरियन्स बनाउन सकिन्छ। सो मैले चाहिँ आफ्नो फेसबुक पेजमा गएर यसलाई चाहिँ मैले के गर्न सक्छु भन्दाखेरि भ्यू अन फेसबुक गरेर यो पेजको चाहिँ ओके यो मेरो पर्सनल अकाउन्टमा रहेछ। म स्विच गर्छु यो पेजमा। अब यो पेजको सेटिङ्समा गएर चाहिँ मैले
यहाँ लिङ्क्ड अकाउन्ट्स भन्ने अप्सन हुन्छ। यो लिङ्क्ड अकाउन्ट्समा गएर यसरी इन्स्टाग्राम र WhatsApp यताबाट पनि मैले कनेक्ट गर्न सक्छु। सो मैले यहाँनिर कनेक्ट अकाउन्ट गरेर म यो प्रोसेसमा जादिनँ किनकि मसँग टेस्ट इन्स्टाग्राम अकाउन्ट छैन। तर हजुरहरूले चाहिँ कनेक्ट अकाउन्ट गरेर चाहिँ इन्स्टाग्राम यसरी यहाँ लिङ्क गर्नुभयो भने के हुन्छ भन्दाखेरि फेसबुकमा पोस्ट गर्दाखेरि इन्स्टाग्राममा पनि अटोमेटिकली पोस्ट हुन्छ। यो कनेक्टेड एक्सपिरियन्स भयो। सो यो स्टेप सिम्पलै छ। र यसै गरी चाहिँ इन्स्टाग्राम हजुरहरूले चाहिँ कनेक्टेड एक्सपिरियन्स बनाउनु भयो भने चाहिँ काम गर्न एकदमै सजिलो हुन्छ। यसरी मैले यताबाट आएर पनि गर्न मिल्छ। सो यो फेसबुक पेजमा गएर सेटिङ्समा गएर लिङ्क्ड अकाउन्ट्समा गएर चाहिँ इन्स्टाग्राम यसरी पनि हाल्न मिल्यो अथवा यो पेजकै कनेक्टेड एसेटमा गएर कनेक्ट एसेट गरेर इन्स्टाग्राम यसरी पनि कनेक्ट गर्न मिल्यो। सो यसरी पेजमा इन्स्टाग्राम अकाउन्ट कनेक्ट गर्यो भने चाहिँ पेजमा पोस्ट गर्दा इन्स्टाग्राममा पनि पोस्ट हुने भयो। अब अर्को भनेको चाहिँ WhatsApp अकाउन्ट। सो WhatsApp अकाउन्टमा आएर हजुरहरूले यसरी एड लिङ्क WhatsApp बिजनेस अकाउन्ट गर्न सक्नुहुन्छ। सो पर्सनल WhatsApp अकाउन्ट एक थरी हुन्छ, बिजनेस WhatsApp अकाउन्ट अर्को थरी हुन्छ। हजुरहरूले बिजनेसको लागि WhatsApp युज गर्न खोजिराख्नु भएको छ, जस्तो एड रन गर्दाखेरि WhatsAppमा चाहिँ मेसेजहरू आउने बनाउन खोज्नु भएको छ भने चाहिँ मोबाइलमा पहिला सुरु बिजनेस WhatsApp भनेर चाहिँ इन्स्टल गर्नुपर्ने हुन्छ र सेम अहिले आफ्नै पर्सनल WhatsApp नम्बरले साइन अप गर्नुभयो भने चाहिँ हजुरहरूको पर्सनल WhatsApp चाहिँ बिजनेसमा कन्भर्ट हुन्छ र यहाँनिर आएर चाहिँ लिङ्क WhatsApp बिजनेस अकाउन्ट गर्न सक्नुहुन्छ। यहाँ फोन नम्बर हजुर नेपालमा हुनुहुन्छ भने नेपाल राखेर यहाँ फोन नम्बर टाइप गरेर कन्टिन्यू गरेर चाहिँ कोड पठाउँछ फेसबुकले त्यो बिजनेस अकाउन्टमा, अनि त्यो कोड हालेर चाहिँ WhatsApp पनि कनेक्ट गर्न सक्नुभयो। अर्को भनेको चाहिँ एड अकाउन्ट। सो एड अकाउन्टमा आएर हामीले यसरी एड अनि क्रिएट न्यू एड अकाउन्ट गरेर मैले चाहिँ यहाँनिर मार्केटिङ एजेन्सी अथवा हजुरको बिजनेस जे हो त्यसरी एड अकाउन्टको नाम दिने, अनि टाइम जोनमा काठमाडौँ यसरी राखेर चाहिँ US डलर करेन्सी राखेर नेक्स्ट गर्ने, अनि माई बिजनेस गर्ने नेक्स्ट गर्ने, अनि आई अग्री गरेर क्रिएट गर्न सक्नुहुन्छ। अब हामीले पेज कनेक्ट गर्यौँ, पेजमा कनेक्टेड एक्सपिरियन्समा गएर इन्स्टाग्राम पनि कनेक्ट गर्यौँ, एड अकाउन्टलाई पनि क्रिएट गर्यौँ, अनि इन्स्टाग्राम WhatsApp अकाउन्ट पनि हामीले कनेक्ट गर्यौँ। यति भइसकेपछि चाहिँ अब हजुरहरूले कुनै कोलाबोरेटर अथवा मोडरेटर अथवा एजेन्सीलाई चाहिँ यो पिपलमा आएर चाहिँ एक्सेस दिन सक्नुहुन्छ। सो मैले चाहिँ पिपलमा अब यसरी इन्भाइट पिपल गरेँ। मानिलिउँ एजेन्सीले हजुरलाई इमेल एड्रेस दिनुभएको छ भने अब एजेन्सीको इमेल एड्रेस यहाँ राख्न सक्नुहुन्छ। जस्तो 5 पिक्सको हाम्रो 5 पिक्स डिजिटल एजेन्सीको कन्डिसनमा चाहिँ 5 पिक्स डिजिटल एजेन्सीको कन्डिसनमा चाहिँ यहाँनिर admin@5pixdigital.com गरेर नेक्स्ट गरेर अनि एभ्रिथिङ यसरी एभ्रिथिङ एक्सेस दिन सक्नुहुन्छ। नेक्स्ट गरेर अनि सेलेक्ट बिजनेस एसेट भन्छ। यसमा चाहिँ अघि हामीले पेज क्रिएट गरेका थियौँ। सो पेज अनि मार्केटिङ एजेन्सीको एड अकाउन्ट यसरी सेलेक्ट गर्ने, अनि पेजमा पनि यसरी फुल एक्सेस दिने, अनि यो एड अकाउन्टमा पनि यसरी फुल एक्सेस दिने, अथवा जति एक्सेस चाहिँ नेसेसरी हुन्छ त्यो एक्सेसलाई चाहिँ हजुरहरूले सेलेक्ट गरेर नेक्स्ट गरेर चाहिँ इन्भाइट थिच्नुभयो भने यो बिजनेस पोर्टफोलियोमा चाहिँ हामीले यो पेज र यो पेजमा अब इन्स्टाग्राम कनेक्टेड एक्सपिरियन्स हुनसक्छ, अनि यो मार्केटिङ एजेन्सी यो जुन हामीले एड अकाउन्ट बनाएको थियौँ त्यसको चाहिँ हामीले फुल एक्सेस चाहिँ admin@5pixdigital.com लाई दिएको छौँ। अनि इन्भाइट गर्नुभयो भने उहाँलाई रिक्वेस्ट जान्छ र रिक्वेस्ट गइसकेपछि चाहिँ उहाँले एक्सेप्ट गर्नुभयो भने चाहिँ यो पोर्टफोलियोमा बसेर काम गर्न सक्नुहुन्छ। यसले गर्दाखेरि चाहिँ सेक्युरिटीको हिसाब पनि राम्रो हुने भयो, किनकि यो सबै पोर्टफोलियो चाहिँ मेन एडमिनले ओन गर्छ, जसले बनाउनु भएको छ, र एजेन्सीले आएर चाहिँ यो एड अकाउन्टमा यो पेजमा पोस्ट गर्ने, एड अकाउन्टमा बसेर एड्सहरू क्रिएट गर्ने यस्तो कामहरू चाहिँ गर्न सक्यो। यो भिडियोको लागि यति नै। धन्यवाद।